Guys, welcome back to my YouTube channel with new video. थम्बनेल बटन थम्बिसक्नु होला। आज म चाहिँ मेरो पुरानो ड्युटी कलिग्सहरुलाई चाहिँ भेट्न जाँदैछु र र्यान्डमली बनेको प्लान हो। सो मेमोरी त गराउन परिहाल्यो गाइस। सो भिडियो गराएको गाइस। आज हामी चाहिँ चिया एक सुरुपमा जाँदैछौँ। उनीहरूको चाहिँ चियाको फङ्सन थियो, पार्टी थियो। सो उनीहरूको टिच पार्टीबाट आउँदैछ। मेरो चाहिँ नाइट ड्युटी हो। सो म नाइट ड्युटीको लागि रेडी भएर हिँड्दैछु। 6:30 बजी बस आउँछ। अहिले 5 बजिसक्यो। यस 1-1.5 घन्टा चाहिँ यसो चिया खाना यस्तो भेटघाट गर्छौँ। के गर्छौँ भिडियोमा भनेर हजुरहरूलाई त्यही देखाउँछु। मलड्रम चोकमा आइसकेँ र तिनीहरू पनि मलड्रममा आइसक्यो अरे। यहाँ मलाई फोन गरेको थियो, देखेँ मलाई भने तर मैले चाहिँ देखेको छैन। यिनीहरूले गाइस मलाई आधी घन्टा पुऱ्याइसक्यो लिटरल्ली। आइसक्यो भने मैले देखेँ छैन कहाँ छन् यिनीहरू। देखेँ मलाई भने आई डोन्ट नो। डक्टरहरू चाहिँ हाम्रो ब्युटिफुललाई छोड्न आएको। ल बाई गाइस। ल जाम हेर त यहाँ पसिना उता एक सुरुप भन्ने खाँथ्यो त्यहाँ जाम ल। गाइस म फिल्म देख्ने म टाइपिङ गरेर बल्ल बल्ल लुक लागेको छु र हाम्रो यिनीहरूले मलाई आधी घन्टा कुरा 3 फोटो खिच्दै बसेको थियो र इन्चार्जहरूसँग आइपिआर मेन्टेन गर्यो। किन हो ड्युटी मिलाइदियो भनेर त्यसमा छुट्टीको लागि हामी चाहिँ एक रूपमा आइसकेको छौँ गाइज। यति गर्मी भयो गाइज। यिनीहरूले मलाई के भने भन्दा पिङ्कु तिमी त ड्युटीबाट फर्केको जस्तो देखे हौ भनेर यस्तो पसिनाले खिचिसक्यो र हामी एक रूपमा आइसकेको छौँ। भाइब्स चाहिँ राम्रो रहेछ यार गाइस। भाइब्स राम्रो लाग्यो मलाई चाहिँ। एक रूप भनेर हामी यतातिर बस्यौँ। बाबा बुजुलाई हेर गाइस चिया हाम्रो चाहिँ सिकाउने आइसक्यो र यहाँ चाहिँ टिकटकको अफर रहेछ। अब पूजा दिदी र समीक्षा चाहिँ सायद त्यसको अवतारमा चाहिँ टिकटकको आएर चाहिँ अब 5,000 सेकेन्डलाई 3,000 टिकट छ अफर। 1,000 बाँड्ने। ल तिमीहरूले चाहिँ कन्टेन्ट गर नि, म कन्टेन्ट सुट गरिदिन्छु अनि डिभाइड गर्ने। अब चाहिँ हामी चुलाउने एप्स गर्छौँ ल। खाम ल गाइज। ल चियर्स। 3टा चम्चा माग्न पर्ने है। How is it? मिठो छ? मिठो मिठो मिठो। यहाँको चुकन चाहिँ हामीलाई मिठो 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 लाग्यो। ल भन एक कन्टेन्ट भाइरल गराउनु परेन। लाइक कमेन्ट तपाईँहरू पनि भिजिट गर्नु। एउटा चम्चा माग न। समीक्षालाई जादु देखाऊ यार बिहा तिम्रो ब्युटीको। समीक्षाले आफ्नो रूप रङ्गको जादु देखाइछ कि। समीक्षाले मिठो हजुर हुन्छ। खाएको होइन उता तिज पार्टीमा। यो के वाला चिया रे? के चिया रे? के हो भाइ नामै थाहा छैन फेरि भन। एडिबल चिया चाहिँ आइसकेको छ। हामी मेन भनेको यही चिया खाना आएको। ओ गड चियर्स गाइज। लुक यार यसको त राम्रो भिडियो गराउनु पर्छ। समीक्षा तिम्रोबाट खाएको वाला भिडियो गराउ न। अब हामी यताबाट टिकटक सुट गर्दैछौँ। यहाँ चाहिँ हाम्रो चिया छ। क्यों ये भी तो पार्टी है तुम में तो कप चिया 3 कप चिया 3 कप चिया। चियर्स गाइस। यो चाहिँ मेरो फर्स्ट टाइम हो। हामी सबैको फर्स्ट टाइम होला। यो सबैको फर्स्ट टाइम। मिठो छ है? मिठो। साइडबाट चाहिँ कुकिज जस्तो हुँदो रहेछ। अब यो खाना मिल्छ नि खाँदै। होइन पर्दैन। हाम्रो जे पाइवाला भ्लग हो त उनीहरूले चाहिँ मलाई चाहिँ डर लाग्यो। समीक्षाको चिया गरेर खाने हो क्या ब्रो। यसरी समीक्षा ब्रोले तिज पार्टी खाएर आएर पनि भोग लागेर गम्मै कुकिज खाइदिएर चिया फुटाइ।
डर लाग्यो त यहाँ हेर न खाएको पूजा दिनले चाहिँ आइस ढङ्ग हराएको हो के हो ल अब खाऊ त अब यताबाट चिया भ्याऊ अनि बल्ल टोक न तिमीले अब त तिम्रो टोक्न मिल्छ मजा मिठो 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 हजुरहरू पनि खाना आउनु होला हामीलाई 3000 जिताउनु होला मिठो एकदम मिठो 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 सुरुमा चाहिँ खाना होइन पछि चाहिँ समीक्षाले सर्ट हानिसके टकीलाई सर्ट हानेर खाए चाहिँ टी सर्ट हानी अब ग्रुप ग्रुप खाइदेऊ समीक्षा बल्ल हानी ल खाऊ अब तिमीले पनि मेरो चिया थोरै छ चिया यताबाट खाना हुँदो रहेछ गाइस जुनबाट टोक्यो त्यहीबाट खाँदा छुइदो रहेछ मिठो 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 चक्लेटहरू नरिवल राखेको भनेर मिठो आएको तिजको दरहार आएर पनि नपुगेर जिबिसीले राम्रोसँग दरहान समीक्षाले पुगी गाइस यति धेरै गोसिप गऱ्यौँ गाइस यति धेरै गोसिप गऱ्यौँ है मनको फ्रस्ट्रेसनहरू एकअर्कालाई सेयर गऱ्यौँ अब चाहिँ हामी टिकटक गराउँछौँ होइन बुझु अब टिकटक गराउँछ नि त बुजुले चाहिँ हामीलाई एउटा के बाधा गरिन् भन्दा मेरो बहिनीहरूलाई पाल पालेर जान्छु त्यही भएर पाल जान्छ भन्दा 1 महिना अगाडिदेखि चाहिँ फ्री मलाई इन्फर्म गरेर पैसा सेभ गर्दै गर्नुपर्छ बहिनीहरूलाई पालसम्म पार्टी दिनलाई भन्ने हामीले पुजुको एकदम एप्रिसिएट गर्छौँ त्यस्तो भयो त म त कति गरिदिन्छु भन्ने हुन्छ ठिक छ अब चाहिँ हामी टिकटक गराउन सक्ला गाइस हाम्रो टिकटकलाई चाहिँ लाइक कमेन्ट गर्नु होला है गाइस हामीलाई 3000 देखि निस्किन थालेको गाइस र पुजुल चाहिँ पार्टी दिन्छु भनेको भए त अलि धेरै खान्छ नि गाइस यो समीक्षा हो स्पेस पनि रहेछ कि गाइज यहाँ चाहिँ होइन हावाहरू आउँछ साँचोमा आएर बस्नको लागि चाहिँ बेस्ट लाग्यो है मलाई चाहिँ हजुरहरू पनि आउनु होला यहाँ चाहिँ हाम्रो पुजुले पैसा तिर्दैछन् गाइज यहाँ चाहिँ अफिसियल पेजबाट टिकटक गराउन समीक्षा अब टिकटक गराउँदैछ यहाँ चाहिँ हाम्रो कपहरू राख्नु हामीले कप खायौँ नि त हामीले त कप राख्न यहाँ चाहिँ 100 रुपियाँमा चाहिँ टिकटक गराउन भनेर चाहिँ यहाँ यस्तो छ गाइजहरू तिज कम्पिटिसन रहेछ होइन उनीहरूलाई चाहिँ उहाँहरूले चाहिँ टिकटक गराउन भन्नुभएको थियो यिनीहरूले टिकटक गराए अब 5000 हो कि कति रुपियाँ इनाम जित्दै खाने यिनीहरूले मेरो भेन आउने बेला भयो कि गाइज स्टोरीमा पोस्ट भयो राम्रो उस देखियो कि टिकटक अझै सकेको छैन गाइज अरूको मोबाइलबाट टिकटक गराउँदै बसेको भाइब्सको लागि चाहिँ दामी छ यार यहाँ हामीलाई चाहिँ सबले बाहिरबाट खाएर आएको थियो सो त्यस्तो भोक लागेन र हामीले धेरै खाएनौँ अर्कोचोटि आउँदाखेरि चाहिँ अवश्य खानेछौँ गाइज मलाई चाहिँ राम्रो लाग्यो हजुरहरू पनि आउनु होला पैसा पनि एफोर्डेबल नै छ गाइस आज चाहिँ हामीले लास्टै धेरै फन गऱ्यौँ होइन यस्तो रमाइलो भयो है रमाइलो गऱ्यौँ र हामी मात्र रमाइलो गऱ्यौँ अरू हाम्रो पार्टीले मिस भयौँ युवा नाम चाहिँ भन्नु पर्दैन लिन पर्दैन त्यही भएर तपाईँहरूले थाहा
भन्नु खोजेको त्यही भएर अब छिट्टै गेट टुगेदर गर्नेछौँ हामीहरू सबै मिलेर We miss you all धेरै धेरै माया Only good thing from GVC तीजको गाना बजेको रहेछ र अब हाम्रो यहाँ तीजको अवतारमा भएको केटीहरू चाहिँ नाच नाच न पुजो हात सपेर नाच हेलो सुना पारी पारी आएका ढाका टोपी लाएका पारी पारी आएका ढाका टोपी लाएका उनै होलान् हाम्रा बाबा लिन आएका होला नि हाम्रो दिदी आज चाहिँ हामीले लास्टै फोन गऱ्यौँ गाइस कति महिनापछि भेटेको है यस्तो रमाइलो भयो है अब यो कुराहरू सेयर गर्ने हाँस्ने कस्तो रमाइलो नै भयो फेरि हामी पार्टनरहरू पनि छिटो अरू हाम्रो पार्टनरहरू पनि के साँच्चै विवेकलाई मैले म्यासेज चाहिँ गरेको थिएँ कि विवेक वी मिस यु है सबैजनालाई चाहिँ वी मिस यु धेरै 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 पर्छ यार ल हामीहरू चाहिँ एक सुरुदेखि चाहिँ टाटा बाई बाई गरेर अब हामी सिटीको भेनमा यिनीहरूलाई यस्तो नराम्रो सिटीको भेन मेरो म्यामले देख्नु मलाई मार्नुहुन्छ फेरि मेरो म्याम मसँग हेर्नुहुन्छ भेन त्यस्तो राम्रो चाहिँ छैन अब तिनीहरूलाई त्यो भेनमा लिएर जान्छु मैले अब यताबाट जाऊँ अब जीविसीको मात्र कतिको गयो पछि चाहिँ यिनीहरू पनि ब्याक टु सिटी हुन सक्छन् गाइज म सिटीकोमा गयो भने चिन्दै गर्नु होला सिटीको स्टाफहरूले जीविसीको टप सिसीकोमा काम गर्ने स्टाफ हुन् मेरो ड्युटी मेट्स हुन् यिनीहरू पङ्गा लिग्ने होइन 10 years एक्सपिरियन्स छ अरू त झारपातो पुजुको अगाडि होइन अब उहाँ चाहिँ दाइले चाहिँ सिसियु जनरल वार्डसपको एक्सपिरियन्स पुगेको मान्छे हो अब हामी भेन चढ्छौँ र हाम्रो भिडियोलाई राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु बाइ गाइस सी यु नेक्स्ट भिडियो